Welcome back, guys. आज यो ठाउँको नयाँ मजा चाहिँ आज लिन सक्नुहुन्छ यहाँ। अब गुवामाङ ट्याक्क लकेजमा साउथ कोरियाको यो एकदम रमाइलो मजा लिनको लागि म आज लिएर आएको छु। यहाँको भ्लग पहिला पनि हेर्नुभयो होला, म पहिला आइसकेको छु। तर आज गुवामाङसँग आउँदाको मजा भनेको छुट्टै आनन्द छ। कस्तो छ हेर्नु त, समुद्र रमाइलो छ। समुद्र हेर्दा कस्तो लागिरहेको छ? समुद्र राम्रो लाग्यो। यस्तो समुद्र यस्तो दामी देखिरहेको छ है। हाई गरिदिनु ल। देख्न सक्नुहुन्छ आज गुवामाङको चाहिँ यो समुद्रको नजिकबाट निहाल्ने मौका चाहिँ पहिलोचोटि हो। वाउ, एकदम मौसम पनि एकदमै राम्रो छ है। क्लियर मौसम छ आज, घाम लागेको छ, मौसम पनि साथ दिइरहेको छ। भोलिको चाहिँ थाहा भन्न सकिँदैन, आजको मौसम चाहिँ एकदम राम्रो छ है। सबै सुरु भएको छ। अब कन्टिन्यू म तपाईँलाई चाहिँ यहाँको सबै नयाँ ठाउँ यो भिजिट गराउने छु है। गाइस, छङदुङछिन स्टेसन है। अब हामी चाहिँ यहाँदेखि ल अब चाहिँ हामी रुममा छौँ है त। अब रुम लिगौँ पहिला, अनि रुममा सामान राखेर अब घुम्न बाहिर निस्किनु पऱ्यो। मास्तिरपट्टि अझै घुम्ने ठाउँ छ, एकदम त्यता जान लागेको छौँ है त। यो चाहिँ ट्रेनको लिक है। अब यहीँबाट ट्रेन जान्छ, तर अब यहाँ चाहिँ फोटो खिच्न क्यामेरा चाहिँ एकदम राम्रो आउने भएर सट्ट यहाँ फोटो खिच्दैछौँ हामी। यहीँबाट सर जाँदै है त गाइस। एकदमै आजको दिन भनेको स्पेसल छ है। अरू बेला जुन यो टुरिज्म टाइम हुन्छ नि, त्योभन्दा अहिले चाहिँ अलिक कम छ मान्छेहरूको चहलपहल। अहिले त्यो टाइम पनि नभएर होला सायद। हामी चाहिँ त्यस्तै समय मिलाएर बुवा मम्मीलाई घुमाउने यो टाइममा निस्केको थिएँ म। त्यो हुँदाखेरि चाहिँ आज मान्छेको चाप चाहिँ त्यति छैन, तर चाहिँ मौसमले एकदम साथ दिएको छ। आज यस्तो घाम लागिरहेको छ, तर भोलि चाहिँ पानी देखाइरहेको थियो है। पानी नआइदियो त एकदम राम्रो हुन्थ्यो। अब यहाँ घुम्ने ठाउँहरू कति ठाउँहरू छ है, कति सम्भव हुन्छ अब घुमाएर एकदमै उहाँहरूलाई खुसी पार्न चाहिँ म प्रयास गर्दैछु। हेरौँ कस्तो हुन्छ है त। ल अहिले चाहिँ हामी कोरियन खाना पहिलोचोटि खाँदै है। कस्तो रहेछ स्वाद? आमा कस्तो रहेछ? यता हेर्नु कस्तो रहेछ स्वाद? कोरियन थाकोगीको है, थाकोगी सुप चाहिँ नेपाली स्टाइलमा खाँदै है त। बुवा कस्तो रहेछ बुवा? ठिकै छ, राम्रो छ हो। खाँदैछौँ, चाख्दैछौँ कस्तो रहेछ। ल एकदम भोकले हताइरहेको थियो। अब यो जसोतसो झ्यामझुम खाने, अनि त्यसपछि चाहिँ बाहिर घुम्न निस्किने है त। हाम्रो स्टाइलमा खानु पऱ्यो नि, कोरियन खाना भए पनि हाम्रो स्टाइलमा चाहिँ खाँदैछौँ है त। ल गाइस, हामी चाहिँ खानपिन गरेर अब मासतिर निस्किएको है। 3 बजेसम्म खै गेट खुल्छ भन्ने कुरा थियो उता समुद्रको साइडमा चाहिँ त्यो वाकिङ गर्ने ठाउँमा। अब हेरौँ कस्तो हुन्छ है त। गेट खुल्ला भएछ भने त अलि यस्तो नयाँ ठाउँमा चाहिँ भिजिट गर्न पाइन्थ्यो। अब माथि गएपछि थाहा हुन्छ। अब हेर्दै
हेर्दै जाउँ है त। अहिले ठ्याक्कै सनस्क्रू रिसोर्टको मुनि आइपुगेको छौँ। यता चाहिँ क्याफे छ है, अनि हामी यता हिँड्दैछौँ है। यसरी सर र म गाइड गर्दै लिएर गइरहेको छु। बुवामाङले चाहिँ सर र हेर्दै 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 हिँड्दै हुनुहुन्छ। त्यसरी चाहिँ हामी जाँदैछौँ। अब चाहिँ हामी यहाँ टिकट काटेर भित्र जानु पर्यो है। ल हामी चाहिँ अब यो सनस्क्रू रिसोर्टको मुनिपट्टिको यो जुन समुद्रको छेउछेउै हिँड्ने यो बाटो छ है, एकदम समुद्रको छेउमा एकदम रमाइलो ठाउँ छ। अब त्यहाँ चाहिँ हामी नै गएर हेर्नेछौँ है त। यो चाहिँ तपाईँलाई फोटोमा देखाएको थिएँ। अब हामी नै गएर एकदम रमाइलो ठाउँ सर र म देखाउँछु है त गाइज। ल माङ्बुवा, ल छिटो छिटो जाउँ। ल सर र अब यो समुद्रको छेउमा हेर्दै हिँड्दै हेर्दै हेर्दै जानुपर्छ है त। हेर्दै हेर्दै उताबाट निस्क्यौँ, उताबाट जाउँ। ल बुवा जाउँ जाउँ जाउँ। ल हिँड्नुहोस्, ट्याक 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 एकदम आँखाले पुरै हेर्नुहोस् कोरियामा भएको यो समुद्र, कोरियाको यो ठाउँ होइन, सबै हेर्नुहोस्। एकदम हेरेर रमाउनु पर्छ। अब हाम्रो देशमा छैन होइन, एकदम रमाइलो ठाउँ छ। हजुर होइन, घुम्नुपर्छ। वाउ गाइज, देख्न सक्नुहुन्छ एकदम हो, छोराहरू थिए र होइन, छोराहरू थिए। आज घुम्न पाउनुभयो सबैजना। अब यस्तै अवसरहरू मिलोस् सबैजना आमा बुवाहरूलाई, घुम्ने मौका मिलोस्, यही नै छ। भोलि चाहिँ हामी सनस्क्रू रिसोर्ट, यो जुन हाम्रो बोट जस्तै सेम बोट जस्तै देखिने, तर भित्र चाहिँ 5 स्टार होटल हो। यो यहाँ रिसोर्ट हो, त्यहाँ चाहिँ भोलि जानेछौँ। आज यो समुद्रको यो छेउछेउ यो हिँड्ने एकदम दामी, यो चाहिँ हेर्न सक्नुहुन्छ। सबैलाई घुमाए, घुमाए, अझै एउटा बाँकी रह्यो। बाँकी रहेको मान्छेले हेरिरहेको होलान्। त्यो पनि दिन आउँछ, आउनै पर्छ। अब सधैँ अब हाम्रो लागि भनेर घरै दुःख गरेर धेरै सङ्घर्ष गरेर हामीलाई यो ठाउँमा पुर्याउनु भएको होइन आमा बुवाहरू। आज हामीले ल्याएर यहाँ घुमाउनु पाउँदाखेरि चाहिँ एकदमै आनन्द रमाइलो भइरहेको छ है। बल्ल केही नयाँ ठाउँ, यो नयाँ देशको परिवेश देखाउन पाउँदा एकदम खुसी लागिरहेको छ। यस्तो वाकिङ गर्ने यो उसमा पनि, पुलमा पनि कार ल्याएर सोमा राखेको रहेछ है। वाउ, एकदमै दामी। यस्तो ठाउँमा पनि सोमा राखेको रहेछ है। छङ्गुङ छुखो यहाँ फोटो खिच्नु माग। वाउ गाइज, एकदमै रमाइलो ठाउँ छ है, एकदम सुन्दर है। अब यो ठाउँमा एकदम शान्त आनन्द, यो समुद्रको छालको आवाज सुन्दा एकदमै रमाइलो भइरहेको छ। कस्तो लागिरहेको छ माङ्बुवा, ल भन्नु त ठ्याक्कै। कति रमाइलो हो, रमाइलो पनि भयो, हजुर यात्रा पनि भयो। हजुर यो समुद्र हजुरले देख्नु भएको थिएन होइन, यस्तो समुद्र हेर्दाखेरि कति रमाइलो छ होइन। हावा पानी पनि रमाइलो छ। हो नि, त्यही त, घुम्यो, राम्रो भयो। अझै घुम्न त बाँकी छ धेरै ठाउँ। यो पहिलो घुमाइयो हाम्रो माङ्बुवाको, एकदमै राम्रो ठाउँ, एकदमै कोरियाको पर्यटकीय एकदमै राम्रो ठाउँ हो यो। यहाँ आज घुमाएको छु, फेरि नेक्स्ट
त्यही नेक्स्ट ठाउँमा चाहिँ घुमाउने छु। कस्तो लाग्यो भन्नुहोस् त हजुरले? एकदम राम्रो शीतल हावापानी चलेको छ। हजुर आनन्द आएको ल सँगै उभिन्डमा छ। गर्मीको महसुसै भएको छैन। बरु जाडै भएको छ बिहान त। अझै गर्मी भइसकेको छैन, जाडै छ नि त। त्यो हुँदाखेरि त्यही त बाटो पनि राम्रो छ, सबै कुरा राम्रो। विकसित देश हो नि त, विकसित देश हो, त्यो हुँदाखेरि सबै कुरा राम्रो छ नि त। ढुङ्गाको चाङ लगाएर जुन हाम्रो अब हाम्रो पनि यो ठाउँमा यसरी नै यो घर बनाइन्छ नि, सेम त्यस्तै गरेको रहेछ नि यहाँ पनि। यो नेपालमा नि यस्तै ढुङ्गाको घर बनाउने चलन छ नि त। यसरी चाहिँ बनाएर तपाईँ पनि अब यो ठाउँमा घुम्नुभएको छैन भने है, यो ठाउँमा घुम्न आउने ठाउँ हो। तपाईँको बिदा मिल्दाखेरि आउनुहोस्, घुम्दाखेरि एकदमै बेस्ट हुन्छ, राम्रो हुन्छ है। तपाईँलाई लोकेसन तल राखिदिनेछु, हेर्नु होला। यदि तपाईँ यहाँ नआउनु भएको छ भने आउने ठाउँ छ, बेस्ट ठाउँ छ। यो समय पनि एकदम बेस्ट समय छ। अब पानी आकाशबाट पानी आएन भने त एकदम राम्रो है, मौसम क्लियर भयो जस्तो दामी। अब यसरी यहाँ यो सिडी चढेर अलि साँगुरो बाटो हिँड्ने गोरेटो टाइपको रहेछ। यही सबै समुद्रको छेउछेउमा हो, फेरि त्यसरी नै हिँड्दै जाने हो। हाम्रो माङबुवालाई त यो त नर्मल हो, अब अप्ठ्यारो यस्तो डाँडा काँडा हिँडिरहेको हुनुहुन्छ नि त, यस्तो नर्मल हो। यस्तो त हिँड्नलाई गाह्रो छैन। आहा होइन बुवा, यस्तो हिँड्नलाई गाह्रो छैन होइन? त्यही त यसरी समुद्रको छेउछाउमा यसरी सिडी यसरी हेर्नको लागि बेस्ट बनाएर राखेको छ। टिकट चाहिँ ओछाउनु रहेछ 5,000 एकजनाको। हामीलाई चाहिँ 3जनाको 15,000 हुन लाग्यो, नेपाली 1500 है त यसको इन्ट्रीको लागि। त्यसरी सर हिँड्दा गाइज कस्तो लागिरहेको छ तपाईँलाई, हेर्नुहोस् त। यस्तो रमाइलो ठाउँमा हाम्रो माङबुवालाई घुमाउँदैछु है म। समुद्रको टाउकैमा रहेछ क्या पुल हो नि? समुद्रको छेउछाउमा यो घुमघाम हो क्या। अब यहाँसम्म हो, माथितिर यस्तो छ, भिड छ। अब योभन्दा माथि फेरि संस्कृत रिसोर्ट छ, त्यहाँबाट फेरि अर्को भ्यू भोलि आउँछ है त। भोलि गएर त्यहाँबाट यस्तो दामी भ्यू चाहिँ देखाउने छु तपाईँहरूलाई। कन्टिन्यू वाचिङ एन्ड लाइक सब्सक्राइब भएर गाइज कमेन्ट पनि गर्नुहोस् है गाइज। ल हामी चाहिँ हिँडेको नि थुप्रै टाइम भयो। वहाँबाट हामी हिँड्दै आएको है, अनि हिँड्दै यहाँ आइपुगेछौँ। समुद्रको यो छेउछाउ यो किनारै हामी हिँड्दै यहाँ आइपुगेको छौँ। मौसम एकदम शीतल चिसो छ है, एकदम रमाइलो भइरहेको छ। अब कहाँ हो एन्डिङ पोइन्ट चाहिँ हामीलाई थाहा भएन, अझै अगाडि बढिरहेको छौँ। अब टाइम मिल्यो भने अझै जेट बोट चाहिँ चढाउने चाहिँ एउटा मेरो प्लानिङ छ, हेर्दै गरौँ है त अब कस्तो हुन्छ। हामी चाहिँ अगाडि बढिरहेको छौँ होइन बुवा? समुद्रको पुरै छाल हेर्दै रमाउँदै हिँड्ने छ होइन? रमाइलो भइरहेको छ है त। ल हाम्रो बुवाले भनिसक्नु भयो रमाइलो भइरहेको छ, त्यसै पनि रमाइलो छ। बुवाले भनेपछि झन् रमाइलो भइसक्यो गाइज। ल अब माङको कुरा नगरौँ, माङ एकदम एक्साइटेड हुनुहुन्छ, एकदम एक्साइटेड भएर एकदम लागिराख्नु भएको छ, हिँडिराख्नु भएको छ। यो समुद्र हेर्दै लोभ लाग्दो अनि आकर्षित छ क्या। हो यहाँ चाहिँ यसो वेटिङ गर्ने ठाउँ पनि रहेछ, धेरै राम्रो ठाउँ रहेछ। अब एन्डिङ पोइन्ट सायद अब आउनु लाग्यो होला एन्डिङमा गएर, अनि फेरि रिटर्न ब्याक है त गाइज। फेरि नेक्स्ट ठाउँमा गइने छ है त। हामी चाहिँ अब मोटर बोट चाहिँ चढ्न लाग्यो है। हामी 3जना अब फ्यामिली चाहिँ हुने भयो, 3जना मात्रै, अरू नहुने भयो। हामी 3जनाले चाहिँ अब मोटर बोट चाहिँ गर्नु लाग्यो। हाम्रो चाहिँ ड्राइभर यहाँ हुनुहुन्छ। ल माङ के छ यो चाहिँ यो ठ्याक्क लाउने
यो लगाएपछि चाहिँ पानीमा उत्रिने चिज हो अगाडि लाने पछाडि अगाडि हो त्यसरी हात छिराउनु झ्याक्कै यसरी लाउने अन्त लक लाउनु भिज्दैन हजुर ब्यागलाई चाहिँ भित्र हुन्छ त भिज्दैन त्यो पानी नै लाउनु हजुरले म पनि अब लगाउँछु है त अनि त्यसपछि मोटरबाट हान्नुपर्छ है त रमा त बस्यो क्या भाउजू ल आउनु ल ल ल अब चाहिँ हामी सुरु गर्न लाग्यौँ है त पानी सर्दै हुन्छ अब चाहिँ हामी बोटिङ सुरु हुन्छ है पानी चाहिँ अब हामी चाहिँ अब बोटिङ पनि गरियो अनि यसो घुमघाम पनि सबै भइसक्यो होइन अब थकै लागेर आराम गर्दैछौँ हामी यो समुद्रको यो छाल हेर्दै रमाउँदै अब क्यामेरा भन्दा नि आँखाले धेरै आँखाले रमाउनुहोस् भनेर चाहिँ यहाँ बसालेर सर र सबैतिर देखाउँदैछु है एकदम राम्रो घाम लागिरहेको छ तातो तातो भइरहेको छ यसरी आनन्दले बसेर यसरी सट्ट सबै भ्यू हेर्दै बसिएको छ है त गाइज आजको मौसम अनुसारको यहाँको भ्यू चाहिँ एकदमै बवाल देखिएको छ है एकदमै राम्रो देखिएको छ आजको मौसम अनुसार है यता हेर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ हल्सको रिसोर्टको एकदम शानदार भ्यू ल हेर्नुहोस् जमिन माथिको पानी जहाज हो यो बुवा होइन जमिन माथिको पानी जहाज छ यहाँ देख्न सक्नुहुन्छ
थरी कलरफुल माछाहरू कति धेरै छ है। शानदार भ्यू है, हेर्न सक्नुहुन्छ सनस्क्री रिसोर्टको भित्र है। यो चाहिँ ड्यामो, यो पानी जहाज यस्तो छ है। वाउ, यहाँ तलतिरको भ्यू देख्न सकिन्छ, एकदम बवाल है। अझै यो त टेलर हो, यो त टेलर हो, अझ पिक्चर त अझै माथिबाट देखाउँछु है त मैले तपाईँलाई। एकदमै बवाल यहाँको। वाउ, आजको यो मौसम अनुसारको एकदम शानदार यहाँको भ्यू देख्न सकिन्छ। हामी चाहिँ अहिले सनस्क्रू रिसोर्टको टपमा छौँ है, 360 भ्यू हेर्ने ठाउँमा। सायद यतापट्टिबाट माथि जानु मिल्ने थियो, किन आज ब्यान्ड गरेको रहेछ। अन्त यतापट्टिबाट मिल्ने रहेछ कि यताबाट जानु पर्ला। अब यहाँबाट हेर्न सकिन्छ बाहिरको भ्यू। यो चाहिँ तल गार्डन भइहाल्यो। समुद्रतिरको भ्यू देख्न सकिन्छ, एकदम बवाल छ है त, एकदम बवाल। तल यस्तो माछाहरू यस्तो खेलिरहेको छ। समुद्रको यस्तो निलो आकाशमा निलो समुद्रको भ्यू देख्न सकिन्छ, शानदार। ल कस्तो हेर्नु त, सबै समुद्रहरू निलो आकाश, कति रमाइलो छ हेर्नु त। एकदमै रमाइलो छ नि तलतिरको दृश्य। सनस्क्रू रिसोर्टको 360 भ्यू माथि टपबाट हामीले चाहिँ अहिले यो भिडियो गराइरहेको छौँ। अझै उताको एरियापट्टि चाहिँ इन्ट्री चाहिँ अहिले गर्न दिएको रहेनछ, यो साइडबाट मात्रै हामीले चाहिँ अहिले भिडियो गराइरहेको छौँ। एकदम शानदार दृश्य छ, एकदम रमाइलो छ है, एकदम राम्रो छ, हेर्दै लोभ लाग्दो आजको मौसम। अनि साथमा चाहिँ हामी सबैजना फ्यामिली रमाउँदैछौँ है त गाइज। अहिले हामी टपबाट चाहिँ अहिले फर्स्ट फ्लोरमा आयौँ है। फर्स्ट फ्लोरको नि साइड भ्यू हेर्ने ठाउँ यो सिसाले कम्पाउन्डिङ गरेको ठाउँ छ, जहाँबाट चाहिँ तल समुद्रहरू चाहिँ एकदम क्लियर देख्न सकिन्छ है। अनि हामी यहाँबाट चाहिँ हेर्दैछौँ है। हामी साइडमा चाहिँ यो सिपको यो डेमो स्वरूप राखेको हुन्छ। यो छुट्टै एकदमै ओरिजिनल जस्तै देखेको रहेछ कि देख्न सकिन्छ। अब यहाँ तल पुरै समुद्रको छाल। यसको त्यो चाहिँ अब हामी यतै बस्नु, त्यो अलिक बस्नु, त्यो सिक्न पऱ्यो भनेर चाहिँ त्यो हुन्छ, मन लाग्छ। घाँसतिर गएको यो हामी तल घुमेर आयो होइन, तल कार छ, घुमेर आयो। अहिले चाहिँ माथिबाट हेर्दाखेरि कस्तो लाग्यो? देखेर त अलिक सबै चाहिँ देखियो, टाढा देखियो, तल अलिक कम देखियो। बुवा जाँदै हुनुहुन्छ अब यहाँ भ्यू पोइन्टमा माथि गएर फोटो खिच्नलाई। यता फर्किन, यता फर्किन। भयो गाइज म भ्यू पोइन्टमा आएको छु है।
नेपाल यस्तरी है एकदम समुद्रको एकदम बबालहरू देखिन्छ है एकदम दामी छ है सिन माथिबाट 360 पनि मैले भिडियो कस्तो लाग्यो तपाईँलाई है मैले सक्दो त अब सबै क्याप्चर गर्न खोजिरहेको छु है तर पनि कति कुराहरू छुट्यो होला तपाईँ यदि कोरियामै हुनुहुन्छ अनि यो ठाउँमा आएर आफ्नै आँखाले हेरेर अझै रमाइलो गर्नु होला होइन एकदम छुट्टै आनन्द आउँछ आफ्नै आँखाले हेर्दाखेरि अनि यदि अरू ठाउँमा हुनुहुन्छ भने यो भिडियो हेरेरै हामी साथमा रमाउनु भयो होला भन्ने लाग्छ है आजको यो भिडियो अब एन्डिङ गर्ने टाइम भइसक्यो है आज अब साँझ पनि परिसक्यो हामीले मेन ठाउँ चाहिँ यहाँ भिजिट पनि गरिसक्यौँ अब समुद्रको छेउछाउमा यसो रमाउने क्यार्ने है अब आजको साँझ यसो नै बित्छ आज यतै बसिन्छ भोलि चाहिँ अनि फेरि रिटर्न ब्याक साउथ गइन्छ अनि मम्मी बुवाहरूलाई फेरि नेक्स्ट ठाउँमा चाहिँ अझै घुमाउने अब अझै राम्रो ठाउँमा घुमाउने चाहिँ प्लानिङ गरिरहेको छौँ तपाईँलाई नि यदि यो कोरियामा राम्रो ठाउँ अझै कुन ठाउँ छ यदि तपाईँलाई थाहा छ भने कमेन्टमा मलाई कमेन्ट गर्नु होला यो भिडियोमा सबैले हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच एन्ड लाइक सब्सक्राइब एन्ड कमेन्ट सेयर है त गाइज बाई नेक्स्ट भिडियोमा भेटौँला बाई टेक केयर